क्यों कहाँ बस्छिन् रे? मेरो डाइपर च्यात्ते ह? डाइपर च्यात्तेको हैन सुरबाल च्यात्तेको। कसले च्यात्तेको नानी? भूतले च्यात्दिन्छ सुरबाल। तिमीले खुट्टा यस्तो गरेर। भूत कहाँ नानी? ह नानी? कहाँ? कहाँ लुके ह? बाहिर? गाईलाई? गाईलाई लुके ह? तल लुके ह? तल? भैँसी बान्ने ठाउँमा लुके ह? नानी डराउँछिन्? हेर्न जान्छौ? भूत हेर्न जान्छौ? नानीलाई लैजान्छ भूतले? म रुन्छु। के रे? ए भूतले नानीलाई लैजान लायो भने सपु दिदीले भूतलाई ढिस्यु ढिस्यु गरिदिनुहुन्छ। ए नानीलाई लान दिनुहुन्न? कस्तो ढिस्यु गर्नुहुन्छ अरे? कस्तो ढिस्यु गर्नुहुन्छ सपु दिदीले? तिमी ठुली भइछु? ए भूतलाई ढिस्यु ढिस्यु गरिदिन्छ सपु दिदीले जस्तै? कसरी? दुईटा हातले गर्नुपर्छ ढिस्यु त। खै दुईटा हातले ढिस्यु गर त। बेबी कसरी ढिस्यु गर्दैछु देखाइदिऊ। आको हात पनि के? दुईटै सँगै यता अगाडि गर्नुपर्छ यता हैन यता। यता गर न यता सपु दिदीलाई गर त ढिस्यु। दुईटै हातले। ए सपु दिदीको त हैन। ए सानो भूत हो? त्यसलाई ढिस्यु ढिस्यु हानिदिन्छौ? सानो भूतलाई? ए नानी त ठुली भइछिन् भूतसित डराउने भूतलाई ढिस्यु ढिस्यु हानिदिन्छन्। दिदीलाई लान्छ? कसले? सानो भाइलाई लान्छ भूतले? कहाँ र सानो भाइ? कहाँ? यहाँ कुनामा? लुके ह? सानो भाइ? ए तिम्रो सानो भाइ छ र? खै? त्यसै? ए दिदीको कोठामा? भूत कस्तो कराउँछ नानी? भूतलाई देखिछौ नानीले? पहिले देख्यौ? के कराहा भने कि? कसरी कराहा? ए सिटीको जस्तै त्यो किरा कराहा के त्यो तितिर्के जस्तो। त्यही भएर नानीले यसरी सिटी बजाउँदाखेरि बज्छ नि त। त्यही भएर होला के त्यस्तो इसारा गर्ने भाइ? मैले गरे हा? ए मैले सिटी बजाउने? ए बजेको न? नानी तिमीलाई निन्द्रा लागेन? लाहा? नुनु गरिदिने हौ? नुनु गर्छु? आफ्नो कोठामा? कहाँ र तिम्रो कोठा? मधुवन? कोठा पनि मधुवन? तिम्रो घर कहाँ भने मधुवन भन्ने हो। कोठा कहाँ भन्दा त ऊ त्यहाँ भन्ने हो। मम्मी सुत्नु भएको ठाउँमा तिम्रो कोठा खै? आज है सपु दिदीसित सुत है?
हस् मम्मी चाहिन्न भन मम्मी चाहियो चाहियो चाहिन्न भन न सपु दिदीसित सुत के के भयो मम्मी किन चाहिन्छ बेबीलाई मम्मी चाहिन्न गुड नानीको डाइपर फाटे कुन्ने यता हेर न सपु दिदीलाई यता हेर न सपु दिदी चाहिन्छ सपु दिदी माया गर्छु कति माया गर्छु